हेलो हाई नमस्ते स्वागत छ हजुरलाई मेरो युट्युब च्यानल बिनु एन्ड फुडमा। आफ्टर लङ टाइम म र मेरो छोरा चाहिँ ब्लगिङमा आएका छौँ। अहिले चाहिँ रातिको ठ्याक्क 10 बज्यो। हामीहरू चाहिँ यो बुद्ध चोकको नाइट भ्यू हेर्न निस्केका छौँ। कस्तो लागिरहेको छ छोरा? राम्रो हो। एकछिन है त, अहिले बोल्दै गर्दा मेरो चाहिँ फोन आएको थियो, त्यही भएर चाहिँ मैले ब्लगिङ स्टप गरेँ। फेरि हामीले स्टार्ट गरेँ। हामी तपाईँलाई पनि हाम्रो यहाँ बुद्ध चोकको नाइट भ्यू देखाउँछ है। यहाँ पछाडिबाट चाहिँ हाम्रो मिस्टर हस्बेन्ड पनि आइराख्नु भएको छ। अनि बाबुले के छ मान्छे देखाउ त। यसमा चाहिँ इडली छ, म यो घरमा गएर देखाउँछु तपाईँलाई। इडली इन्डियाको साउथ इन्डियन एकदम फेमस फुड हो। इन्डियातिर बस्ने मान्छेहरू जाने आउनेलाई यो फुडको बारेमा थाहा छ होला। नेपालमा चाहिँ त्यति धेरै यसको बारेमा चाहिँ चर्चा छैन, तर धनगढीमा चाहिँ यो बुद्ध चोकनिर चाहिँ इडली डोसाको पसल छ। कसैले खान मन छ भने आएर खान सक्नुहुन्छ, टेस्ट गर्न सक्नुहुन्छ। Brother and sisters, we have opened a cafe in Buddha Chowk. It's a South Indian restaurant. Please come and visit. You got what do you call it? Idli, dosa, samba, vada, puliogre, everything you got. Whatever you want. If you want to order also, we'll give. It's you got a delivery also there. Please support us. We'll be there for you. Location is a Buddha Chowk. Near the Buddha Chowk, you get from there. You take a left from there. It's just across the road, 10 meters from there. Yeah. भर्खरै त्यहाँ एकजना दाइले आफ्नो इडली डोसाको पसलको बारेमा चाहिँ इन्ट्रोडक्सन दिनुभयो होइन। उहाँले चाहिँ दामी इङ्ग्लिस बोल्नुभयो। उहाँ चाहिँ पहिलादेखि इन्डियामै बस्नु भएको, अनि त्यही भएर उहाँको टर्न पनि पुरै इन्डियन साउथ इन्डियन टाइप आइरहेको थियो। उहाँ चाहिँ मेरो रिलेटिभ पनि पर्नुहुन्छ। अनि दाई चाहिँ मेरो माइती तर्फबाट म उहाँको बहिनी परेँ, र मेरो जो म्यारिड घरकोतिरबाट चाहिँ म चाहिँ उहाँको आन्टी परेँ। त्यस्तो छैन छ। अनि बुढोसँग चाहिँ अहिले डिबेट भइरहेको थियो, के भन्ने, बहिनी भन्ने कि आन्टी भन्ने भनेर। अनि बुढोले चाहिँ त्यो मामाहरूको साइनोहरू लाउनु पाइँदैन, यहाँ गाउँको साइनो लाउने भन्दै थिए। अनि हि इज सच अ नाइस पर्सन। अनि हाम्रो छोरालाई पनि त्यस्तै इङ्ग्लिस बोल्नु पर्यो नि, लजाएर हुन्छ। खै आऊ त, यस्तो छ पारा। कोही आमा बुवाले बोले अब छोरो बोल्छ। यस्तो शान्त छ हाम्रो बुद्ध चोक। अलिअलि चाहिँ यस्तो बाइकहरू हिँडिरहेछ। आज अयान थापाको आफ्नो ठुल्यारीको साथीसँग भेटघाट भयो होइन। छोरा त मेरो यस्तो ह्यान्डसम पाइदिएको छु यार मैले। कसरी पाएँ होला छोरा? किड्न्यापर ध्यान। हामी चाहिँ बुद्ध चोकको ठ्याक्क बिचमा छौँ, सेन्टरमा छौँ। यहाँबाट हजुरले बुद्धको मूर्ति पनि देख्न सक्नुहुन्छ। अनि त्यहाँ चाहिँ कोही मान्छे आफ्नो कसैको वेटिङमा हुनुहुन्छ। अनि के छ, पढाइ कस्तो चलिरहेको छ आजभोलि? आफ्टर लङ टाइम होइन, 1 मन्थ भ्याकेसन, दसैँ भ्याकेसन पछि। यता हेर न, यता यति नहल्दैन। दसैँ भ्याकेसन पछि स्कुल लाग्यो। अनि कति डे, only 2 डे होइन तिमी स्कुल गयो, किनकि फर्स्ट डे त तिमी जाँदै गएनौ। अनि तिमीले होमवर्क सबै बनाएको थियौ? बनाएको थियो? अच्छै राम्रो बनाएको थियो।
अनि स्कुल गएर राम्रो लाग्यो कि फेरि 2-4 दिन छुट्टी थपेको भयो हुन्थ्यो जस्तो भयो राम्रो लाग्यो यता आऊ न अनि 1 महिनापछि आफ्नो गर्लफ्रेन्डलाई देख्दा कस्तो लाग्यो अब यतिले नपाल त्यो गर्लफ्रेन्ड छैन अनि उति रिसाउनु पाइन्छ त्यो त भए जस्तो त रिसाए जस्तो भयो त्यो छ र दुईजना बाउ छोरा चाहिँ साथी जस्तो छन् किन हाँसिरहेको किन हाँसिरह कताबाट जाउँ म त्यहाँबाट आउँ पछि तपाईँ त बाउ छोरा भन्दा नि साथी देखि लाग्नुभयो त मम्मी त्यहीबाट जान्छ हुन्छ छोराले भने मान्नु पर्यो यो कुकुरले टोक्यो भने मलाई यो कुकुर टोक्ने मलाई यो कुकुरले टोक्छ मलाई म त्यहीबाट आउँछु होइन मलाई खाइदियो भने यिनीहरूले त टोक्दैन मलाई अब त जाडो बढेपछि यिनीहरूलाई पनि बिचारोटी जाडो हुन्छ होला सानीलाई हामीले रुममा एक्लै सुतेको छाडेर आएछौँ उठेर रोयो भएपछि अब माऱ्यो हामीलाई अहिले मरेको थिएँ यस्तरी अहिले मत देखा दिमाग छ कि छैन अहिले उडाइदिन्थ्यो त्यो केटाले यस्तो अहिले उडाइदिन्थ्यो तिमीहरूलाई थाहा छ कि नै अहिले उडाउने थियो त्यो मान्छे त्यो कसरी लिएर गयो थोडा सेकेन्डले मात्रै बसिया हो साइलर बाले थियो त्यसरी साइडमा लिएर चलाउँछन् अब यता चाहिँ डल्ली अँध्यारो छ मैले चाहिँ यो मोबाइलको फ्ल्यास लाइट देखाउनु पर्छ त्यही भएर मैले चाहिँ यहाँनिर बन्द गरेँ है हामी चाहिँ घरमा पुग्यौँ छोरीलाई चाहिँ एक्लै छोडेर हामी घुम्न निस्केको अब भोलि यो भिडियो देख्यो भने उसले मार्छ हामीलाई वाह क्या सोध्या म देखाउँछु है तपाईँ पुरा खुट्टा सुट्टा फालेर इडली खाँदैछु अहिले भाडा राख्न अल्छी लागि यसमै खाँदैछु है यो देखेर चाहिँ
मिशन है कुछ राइनोस को बचाना। राइनोस को बेहोश करके रिलोकेट करने के लिए हमें इस पूरे रिजर्वेशन को सर्च करना होगा। हम यहाँ जमीन पर राइनोस को ढूंढ रहे हैं और त्यो काम त गरेर जर्न त बढाइरहेछ त नि यति खासमा त टेस्टलेस हुन्छ क्या खासमा के टेस्ट थाहा हुँदैन राइनोस को गिराकर भगा देते हैं। अँ त्यो बढ़िया एंटी पोचिंग फेंसेस से गिरा देते हैं। कमजोर राइनोस कहीं जा नहीं पाते और एक दूसरे खासमा यसमा साम्बर छन् थाल्यो साम्बर चाहिँ सकिया थियो के अरे रानी दिन्छु हस् त हामी चाहिँ घुमेर आइसक्यौँ अब यो ब्लग यही बन्द गर्छु हाम्रो यस भिडियोलाई हेरिसकेपछि धेरैभन्दा धेरै लाइक गर्नुहोला अनि सेयर गर्नुहोला सब्सक्राइब गर्नुहोला च्यानललाई अनि एकदम धेरै भ्युज बढाइदिनु होला मेरो त भ्युजै बढ्दैन कि ल है बाई